ठुलोले खनेछ ला सय नै गएछ यार आओ बो हेलो एभ्रीबडी वेलकम ब्याक टु माई न्यू ब्लग आज चाहिँ हामी नयाँ फ्लोटिङ गराउन आइसकेका छौँ फाइनली उतातिर ठुलोले खनेछ ला सय नै गएछ यार यता चाहिँ यो मेरो पुन्टे ठुलो पुन्टे गुरुको चाहिँ चयन टुटे रहेछ ल एकचोटि जानुपर्छ ओ गुरु हात तेरी यार पी नै भाँच्छ त यार ला यार झ्याम्मै गयो नि गुरु यो एरियाभरि हामीले यसरी नै खन्नुपर्ने हुन्छ यो चाहिँ फ्लोटिङ गर्नुपर्ने होइन ठुलो पहाडलाई चाहिँ यही हो अब चाहिँ ढक्क लाएर खन्नुपर्छ फाइनली हाम्रो मेसिन चाहिँ बिग्रिएको थियो अब चाहिँ बनाउनेवाला छौँ फाइनली हाम्रो बनिसक्यो मेसिन चाहिँ अब काम सुरु हुँदैछ हाम्रो बल्ल बल्ल बनाएर यही हो हेलो गुरु र चाहिँ थान मानुङ डाँडा फाइनली दमोली भन्दा लगभग कति किलोमिटर 5-6 किलोमिटर माथि यो गुडाडी सीता मलाई हेरेर आऊ हल्का डाउन गर्नु पर्छ नि आऊ 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 सातो गइसक्यो यार नभन्नु यार बिचरालाई यार आऊ ओरे बाबा आऊ क्या आऊ सीधा आऊ 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 कम ब्याक भन्नु न खम्बाए भनेर लाग्छ
ल उचालम त्यो लिभर त्यो डाउन गरौँ त्यो हाम्रो काम चाहिँ सकिसक्यो अनि हाम्रो यता गुरु हुनुहुन्छ अनि हाम्रो हेल्पर भाइले चाहिँ उतातिर चलाइरहेको अवस्था छ अहिले चाहिँ यताको हाम्रो आजको दिन चाहिँ भ्याइयो भोलिलाई चाहिँ आउनुपर्छ होइन त गुरु भोलि बिहान 7 बजे 7 बजेसम्म चाहिँ आउनुपर्छ भन्ने लागिरहेको अबे साले